वेलकम बैक टू माई भिडियो। ओके, आज चाहिँ हामी मेरो लाइफको फर्स्ट टाइम सोरेक मैदान जाँदैछौँ। अब यही वादिङको भएर सोरेक मैदान अहिलेसम्म गएको थिएन। अब यस्तो यस्तो जन्तुहरूले गर्दाखेरि नगएको, फेरि साथी जाम भन्दाखेरि अस्ति नै भन्ने मान्छे आज चाहिँ हामी जाँदैछौँ है त। केटोले 3 वर्षमा 3टा बाइक फेर्यो के भन्ने। अरू त सबभन्दा सुरुमा चाहिँ एनएस लिएको थियो, त्यहाँबाट 220, अहिले यो अपाची पड्काउँदैछ केटोले। अब चाहिँ हामी गयो त साथीलाई बोक्न। के कने आज यो मान्छेले 3 वर्षपछि यहाँ बल्ल सोरेक मैदान जाम भन्दै भनेछ, बुझ्यौ? परोठा हाउसतिर कता जाने हो? सुपर वाइडमा त ढुक्क हो अरे। One hour later. ओके, अब चाहिँ हामी फाइनली सोरेक मैदान पुगेको छौँ है त। लाइफमा फर्स्ट टाइम सोरेक मैदान। एकछिनपछि बोर्ड देखाउँछु। रोपाएँ बाइकबाट झर्नै पाएन, बाइकको एउटा खुट्टा छैन यहाँ। A few moments later. ठ्याक्क हिरोवाला इन्ट्री हुन्छ नि त अब यहाँ बोर्ड त। कता पहिला बुद्ध ओके, केटाहरूले अर्को ठाउँमा पहिला लान्छु अरे। यसो हेरौँ काम चौकुमा कसम। सक्यो, पैसा तिर्नुपर्छ। अब पैसा तिर्नेवाला सिस्टम हो कि अन्त बाइक जान्छ होला नि त। यहाँ माथि जाने हो। ओए मा खुट्टाले छाउँ छोडे यार। फाइनली सोरेक मैदान। आम्बो आँखा त डेन्जर बोलेर घामले यार। त्यहाँ हिमाल छ देखेको छ कि नै थाहा भएन। अर्को क्यामेराले खिच्छु त्यो चाहिँ होइन, र बबाल देखेको चाहिँ हिमाल चाहिँ। हो चाहिँ माथि है त। खास भने चाहिँ केटाहरूले चाहिँ यो खिच्नलाई अरे के, यता चाहिँ तल जान्न दिँदैन, कताबाट जाने। केटाहरूको बामथानमा अस्ति नै घुम्न गएको भिडियो चाहिँ त्यो चाहिँ हालिन, किन थाहा छ? बुझ न, त्यो अर्को दाइ हुँदाखेरि के याद छ? ट्रिपमा बिर्सेछ के
आज चाहिँ यसको टेस्टिङ हुन्छ। ओके, टेस्टिङको लागि चाहिँ यसको डिजिटल जुम होइन, एउटा के भन्छ लेन्सकै जुम हो भन्ने सुनेको थिएँ त्यस्तो। त्यहाँ चाहिँ बुद्धको मूर्ति छ होइन। अनि अलि एकछिनपछि अर्को क्यामेराबाट त्यो पनि खिच्छु होला। यता लेफ्ट साइडमा चाहिँ हाम्रो हिमाल दामी देखेछ क्या, अघि बाटोमै देखेको थिएँ मैले। योभन्दा बढी चाहिँ जुम नगरौँ होला भन्ने इच्छा थियो, तर दामी देखेछ है। मान्छे त गोरै हो, अलिक घामले कालो कालो भएछ मान्छे हो क्या। बिचरा दोस्त म हाल्छु है यो नरिसाउ। घोडा नवाङ्गेर मेरो टेन्सन छ फेरि। तिम्रो भिडियो यहीँ दामी आएछ यार, खिच्नु नै एउटा बब्बाल। भिडियो खिच्ने अरे। अब चाहिँ म फोटो खिच्नेवाला छु। त्यो मान्छेबाट के साइको फेरि कहाँ झर्नु भएको होला। यस्तो यस्तो मुर्गाहरूले मुर्गा हान्छ मलाई, अनि कहाँ हुन्छ त। टाउको अलि बढी बाङ्गिन राजा। फुलहरू देखाउनु अलिक राम्रो देखाउनु, राम्रो आएन भने फेरि अरूलाई कट्टा हान्छु। एकछिन भिडियो चाहिँ क्यान्सल गरिदिउँ जस्तो लाग्यो, क्यामेराम्यान बन्नु पर्यो है त। ओके, अब चाहिँ गिम्बल चलाउने है त। म्याक्रो सट हान्ने विचार गर्दैछु। सो लाइभ हानौँ, लाइभ फोटो हानौँ। फ्रेममा आउने बाबा केटा हो। यस्तो होइन कि पैसा भएको मान्छे ट्याक्क गऱ्यो क्या अन्त अब चाहिँ गिम्बलबाट खिच्छु है त, यसको पनि आउँछ। ओके, भिडियो खिचे पनि अब फोटो चाहिँ खिचेको छैन कि। अब चाहिँ हामी एकछिनमा फर्किन्छौँ होला, सर्ट आउँछ कि नै थाहा भएन। घरबाट बुलाउ आएको छ, जानुपर्छ अब चाहिँ। अब चाहिँ रिटर्न टिकट काट्ने बेला भइसकेको छ। उता भाँचेको हेलिकप्टर।
प्याराग्लाइडिङ हुँदै रहेछ। देखिन्छ कि नै थाहा भएन, तर त्यहाँ चाहिँ बोर्ड छ है। ओके, यो चाहिँ हाम्रो सानो थियो, अब चाहिँ जानुपर्छ है त। थ्याङ्क यू फर वाचिङ। अब सब्सक्राइब गरिदिनु होला। सी यु नेक्स्ट टाइम। अब पछि कति टाइम लाग्छ, अब चाहिँ हामी घर जानु लाग्यो। ओभर एन्ड आउट। ओके, अब चाहिँ नास्ता प्रोग्राम, त्यहाँबाट सिधै घर। घाम चाहिँ बहुत लागेको छ कसैले। ओके, अहिले चाहिँ अब चाहिँ हामी घर आयौँ। दुईचोटि थ्याङ्क यू भिडियो भइसक्यो, सो सरी फर द्याट। अघिको चाहिँ अब अलिअलि थियो, अब नेक्स्ट टाइम चाहिँ अलि राम्रोसँग घुम्ने गरी जाने विचार छ। अहिले चाहिँ काम परेर फिर्ता भइहाल्यौँ। आउने बित्तिकै म नुहाएर अब रेडी भइसकेको। अब त्यति भन्दै चाहिँ थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गर्न नभुल्नु होला। आजकल सब्सक्राइबर अलि सुस्त भएको छ कि अब चाहिँ भिडियो कन्टिन्यू जान्छ होला सायद। अब मैले के सोचिरहेको छु भने अब चाहिँ ड्रइङको भिडियो बनाउँछु कि अब चाहिँ अब धेरै घुम्दैन नि त। अब ब्रोइलर कुखुरा, डेन्जर ब्रोइलर कुखुरा बनिएछ। अब चाहिँ ड्रइङको भिडियो आउँछ, एज अ भ्लग जस्तो गरेर आउँछ कि भुसुना हो कि के हो यो। सो थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गर्न नभुल्नु होला। अब चाहिँ सी यु नेक्स्ट टाइम है त। बाई बाई।